सुरु भइसकेको छ। यति बेला चान्स बल मिलेको छ नवज्योतिलाई। निकै राम्रो स्ट्राइक र बल भएको छ नवज्योतिका खेलाडीको। अङ्क खाता खोलेको छ मालिकाले। पिच मालिकाबाट जाँदैछ जर्सी नम्बर 11 र सटा नेपालो छ मालिकाको। र यति बेला चान्स बल नवज्योतिलाई। निकै राम्रो र फेरि चान्स। सच्याउन सफल भएका छन् मालिकाका खेलाडी। अङ्क 2 यति बेला मालिकाले प्राप्त गरिसकेको छ। यति बेला मालिकाबाट सर्भिस प्रकाश शाहीले गर्दै हुनुहुन्छ। नवज्योतिले बल गुमाएको छ, रिसिभ गर्न सकेन मालिकाको। र अङ्क फेरि पनि मालिकालाई। स्कोर 3-0। यति बेला नवज्योतिले आफ्नो अङ्क तालिकामा खाता खोलेको छ। सर्भिस यति बेला नवज्योतिबाट मालिकालाई। राम्रो स्पाइक थियो जर्सी नम्बर 4 का खेलाडी कमल जैसीको। आउट भयो। स्कोर 2-3। राम्रो स्पाइक अक्कल नेपालीको नवज्योतिका खेलाडी। स्पाइक भएको छ जर्सी नम्बर 16 नवज्योतिका खेलाडीको। किशोर फुलको स्पाइकले अङ्क थपिएको छ नवज्योतिलाई। अङ्क तालिकामा 3 बराबर छ यति बेला। किशोर फुलको सर्भिस छ यति बेला नवज्योतिबाट। तालमेल नमिल्दा अङ्क गुमाएको छ मालिकाले। यति बेला 1 अङ्कको अग्रता नवज्योतिले गरेको छ। राम्रो स्पाइक कमल जैसीको मालिका नमुना माविका खेलाडी। 4 बराबर। सर्भिस जाँदैछ मालिकाबाट। रोटेसन मिस्टेक भएको छ नवज्योतिको। रोटेसनमा ध्यान नदिँदा सित्तैमा अङ्क गुमाएको छ यति बेला नवज्योतिले। र फाइदा लिँदै स्कोर बनाएको छ 5 मालिकाले। 5-4।
क्रिस नेपालीको राम्रो स्पाइकले अङ्क जोडेको छ नवज्योतिले यति बेला स्कोर 5 बराबर अक्कल नेपालीको स्पाइकले जालीमा नवज्योतिका खेलाडीको र स्कोर रहेको छ 6-5 खेलाडी परिवर्तन भएको छ मालिकाको जर्सी नम्बर 6 को ठाउँमा जर्सी नम्बर 12 प्रवेश गरेका छन् यति बेला आउट भएको छ नवज्योतिको बल स्कोर रहेको छ 7-5 बल पक्का यति बेला जर्सी नम्बर 4 कमल जोशी स्पाइक प्रयास राम्रो थियो कट्न सकेन यति बेला सर्भिस अक्कल नेपालीको छ नवज्योतिका खेलाडी जर्सी नम्बर 2 आकाशमा बल छ अब कपको पुल्टामा खस्ने हो हेर्न बाँकी छ यति बेला अङ्क प्राप्त गरेको छ मालिकाले स्कोर रहेको छ 8-6 मालिकाका कमल जैसीले सर्भिस गर्दै हुनुहुन्छ निकै राम्रो स्पाइक थियो राजेन्द्र शाहीको बल आउट हुन पुग्यो र अङ्क थप्दै अङ्क तालिकामा 9 बनाएको छ मालिकाले नवज्योति 6 3 अङ्कको अग्रता यति बेला नवज्योतिले गरेको छ बोल्छ खेलाडी बस्ने बेन्चमा सम्बन्धित खेलाडीहरू मात्रै बस्नु होला र अन्य महानुभावहरू त्यहाँ नबसिदिनु होला यति बेला अङ्क थपेको छ नवज्योतिले स्कोर 7-9 फेरि अङ्क थप्दै स्कोर 8 बनाएको छ 1 अङ्कले पछ्याइरहेको छ यति बेला नवज्योति बल राइट भएको छ मालिका नमुना माविको राम्रो स्पाइक प्रकाश शाहीको
फेरि पनि अङ्क थपेको छ मालिकाले। स्कोर 11-8। फेरि 3 अङ्कको अग्रता मालिकाले गरेको छ। निकै राम्रो राजेन्द्र शाहको स्ट्राइक। नौगतिका खेलाडी जर्सी नम्बर 3। स्कोर रहेको छ 9-11। 2 अङ्कले पछ्याइरहेको छ नवगति। नवगतिमा खेलाडी परिवर्तन भएका छन्। जर्सी नम्बर 3 को ठाउँमा जर्सी नम्बर 15 जानुभएको छ। निकै राम्रो अङ्क गुमाएको छ यति बेला मालिकाले। 10-11। 5 गेम हेर्नै पर्ने हो। बराबरमा जाने हो। राजेन्द्रको र अङ्क प्राप्त गर्यो मालिकाले। स्कोर 12-10। प्रतिस्पर्धा भइरहेको छ यो खेल सुरुवाती चरणदेखि। निकै राम्रो स्ट्राइक गर्नुभएको छ यति बेला नवगतिका राजेन्द्रले। अहिले दिउँसोको ठिक 1 बजेको छ र मालिका मावि र नवज्योति माविका बिचमा फाइनल भलिबल भइरहेको देख्न सकिन्छ। त्यतिखेर बलाकाशमा छ मालिका माविका 11 नम्बर जर्सीबाट फेरि त्यतिखेर मालिका माविले अङ्क जोडेको छ। अङ्क 13, नवज्योति 11। तिमीलाई चाहिँ कथा आयो राम्रो स्ट्राइक त्यति बेला नवज्योतिबाट। अङ्क जोड्दै स्कोर 12 बनाएको छ नवज्योतिले। 12-13। आफ्नो अङ्क तालिकामा नवज्योतिले बराबर बनाउन सफल भएको छ यति बेला।
हेलो 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 बल जालीबाट फर्केको छ र त्यो अङ्क जोडेको छ मालिका माझीले 15-14 प्रतिस्पर्धा भइरहेको सर्भिस यति बेला मालिकाले गरेसँगै नवज्योतिको स्पाइक दिनेशको स्पाइक जर्सी नम्बर 7 स्कोर रहेको छ 15 बराबर प्रतिस्पर्धा भइरहेको छ Tiga atau ni hanya perlu kan? Ini kita rana ni, mana ni? त्यति बेला मालिकाले अङ्क जोडेको छ र अङ्क 17-15 दुई अङ्कको अग्रता मालिकाले गरेको छ जर्सी नम्बर 4 कमल जैसीको सर्भिस यति बेला नवज्योतिलाई जाँदैछ सटान्ने पालो चाहिँ राजेन्द्रको थियो सोलो बल थियो बल रिसिभ हुन सकेन यति बेला अङ्क गुमाएको छ मालिकाले स्कोर रहेको छ 16-17 प्रतिस्पर्धा भइरहेको छ सुरुवाती चरणदेखि एक अङ्कले पछ्याउने र एक अङ्कको अग्रता हुने काम जारी छ यो खेलको सुरुवाती चरणदेखि नवज्योति मावि लयाठी र मालिका नमुना मावि बारला बीच भइरहेको यो प्रथम स्थानका लागि भइरहेको यो भलिबल खेल निकै प्रतिस्पर्धा भइरहेको छ यो खेल बेस्ट अफ 5 मा खेलाइने कुरा पनि यहाँहरूलाई अवगत छ राम्रो प्लेसिङ थियो र त्यतिकै राम्रो रिसिभ भएको छ खराब प्रदर्शन नवज्योतिको अङ्क गुमाएको छ यति बेला नवज्योतिले स्कोर 18-16 दुई अङ्कको लिड यति बेला मालिकाले गरेको छ स्कोर यति बेला टाइम आउट नवज्योतिले मागेको छ सुरुवाती चरणदेखि प्रतिस्पर्धा भइरहेको छ यो खेल दुई अङ्कको अग्रता र दुई अङ्कलाई पछ्याउने बराबरी चरणमा यो खेल भइरहेको छ Only by the time. यसरी हान्के नुहान्के हान्दैन चाहिँ नुहान्के यार इनलाई
निकै नै पावरफुल स्पाइक थियो क्रस स्पाइक यतिखेर नवज्योति नदीका छात्रको र फेरि अङ्क तालिकामा नवज्योतिले अङ्क जोड्दै 17 पुर्याएको छ र यतिखेर फेरि निकै नै राम्रो प्रयास गरेको छ मालिका लाभले अङ्क जोड्दै 19-17 बल आउट भएको छ मालिकाको यति बेला अङ्क जोडेको छ नवज्योतिले स्कोर 18-19 राजेन्द्र साईबाट सर्भिस जाँदैछ मालिकालाई नवज्योतिका खेलाडी राजेन्द्र साई अङ्क तालिकामा बराबर बनाएको छ यति बेला राम्रो स्पाइक यति बेला नवज्योतिले गरेको छ एक अङ्कको अग्रता यति बेला नवज्योतिले गरेको छ 20-19 यति बेला अङ्क गुमाएको छ मालिकाले जसको फाइदा लिँदै स्कोर 21 बनाएको छ टाइम आउट भएको छ यति बेला मालिकाले 2 अङ्कको अग्रता नवज्योतिले गरेको छ 2 अङ्कको अग्रता 2 अङ्कले पछ्याउने काम यो खेलको सुरुवाती चरणदेखि नै छ टाइम आउट सकिएको छ मालिकाको नवज्योतिका राजेन्द्रले सर्भिस बल आउट फालेका छन् र फाइदा मालिकाले लिएको छ स्कोर 20-21 यति बेला मालिकाले 1 अङ्कले पछ्याएको छ नवज्योतिलाई जर्सी नम्बर 10 मिलन साईको टाउकोबाट उठेको बलको उपलब्धि यति बेला मालिकालाई मिलेको छ स्कोर रहेको छ 21 बराबर
ठिक छ पस्कायो मालिकाले बल रिसिभ गर्न नसक्दा अङ्क गुमाएको छ। फाइदा नवज्योतिले लिएको छ। स्कोर रहेको छ 22-21। निकै प्रतिस्पर्धा भइरहेको छ, रोचक प्रतिस्पर्धा भइरहेको छ र यो खेल निकै उत्साहजनक ढङ्गबाट दर्शक महानुभावहरूले एकदमै चासोका साथ अवलोकन गरिरहनु भएको छ। राम्रो स्पाइक यति बेला कमल जैसीको। अब 27-30 मा जाने जस्तो छ यताले त 30 मा जाने यही खेलले त जानु राम्रो स्पाइक नवज्योतिका खेलाडीबाट र अङ्क तालिकामा स्कोर 23 बनाएको छ नवज्योतिले। तालिका 22-22। नवज्योतिले अङ्क तालिकामा लगातार अङ्क थप्दै यति बेला मालिकालाई दबावमा राखेको छ। शक्तिशाली प्रदर्शन गर्दै 24 अर्थात् अन्तिम बल छ नवज्योतिका लागि, जसलाई पछ्याउन 2 अङ्कको सामना गर्नुपर्ने देखिन्छ मालिकालाई। अङ्क यति बेला गुमाएको छ नवज्योतिले बल जालीमा पुर्याउँदा। स्कोर रहेको छ 23-24। अब यो अन्तिम बल छ नवज्योतिका लागि र अब हेरौँ के हुन्छ यो खेल। त्यसै भन्न सकिने अवस्था छैन। राम्रो स्पाइक र त्यतिकै राम्रो रिसिभ भएको छ मालिकाबाट र फल गरेका छन् नवज्योतिका खेलाडीले। यति बेला अङ्क तालिकामा बराबर भएको छ। गेम सुमा गएको छ। जसले 2 अङ्क लगातार लिन्छ उसैको पोल्टामा हुनेछ यो पहिलो सेट। राम्रो स्पाइक गर्नु भएको छ यति बेला मालिकाका कमल जैसी जर्सी नम्बर 4, जसले टाइम आउट भएको छ। यति बेला खेल निकै रोचक भइरहेको छ। रोचक प्रतिस्पर्धा छ यो खेल। सुरुवाती चरणदेखि नै प्रतिस्पर्धा थियो र स्कोर 25-24। अब मालिकाका लागि अन्तिम बल छ र नवज्योतिले 2 अङ्कको सामना गर्नुपर्ने हुन्छ। अहिले लिए भने सिद्धिन्छ। एक अङ्कको मात्रै अन्तर छ। यो खेल निकै रोमाञ्च मोडमा, एकदमै रोमाञ्चक मोडमा गएर अड्किएको छ। अङ्क नवज्योतिलाई यति बेला स्कोर 25 बराबर। फेरि 2 अङ्कका लागि खेलाडीहरूले खेल्नुपर्ने हुन्छ। जसले 2 लगातार 100 मा जानुभयो क्या यार। अङ्क दिन्छ उसैले पहिलो सेट जित्नेछ। एकदमै खतरनाक लाल कसले आउँछ। जर्सी नम्बर 4 कमल जैसीको उत्कृष्ट स्पाइक मालिका नमाविबाट र अङ्क
26-25 बालिकाका लागि अब 1 अङ्कको आवश्यक छ भने नवज्योतिले 2 अङ्कको सामना गर्नुपर्ने हुन्छ। त्यो गयो भने फेरि बराबर भएको छ 26-26 निकै नै प्रतिस्पर्धात्मक खेल छ र यतिखेर सरको लागि 7 नम्बर जर्सी नवज्योति माविका र यतिखेर 11 नम्बर जर्सीको एकदमै पावरफुल स्पाइक थियो र जसको प्रतिरक्षा गर्न नसकेर नवज्योति माविले अङ्क गुमाएको छ र अब मालिका माविका लागि यो सेट पोइन्ट हुनेछ। मालिका माविको सेट पोइन्ट र नवज्योतिले 2 अङ्क लिनुपर्ने हुन्छ। यतिखेर फेरि उस्तै स्पाइक फर्काएको छ निकै नै पावरफुल स्पाइक मालिका कोर्टमा खसेको छ। फेरि हामी हेरिरहेका छौँ खेलमा फेरि मालिकाले 28 नम्बर लिएको छ र नवज्योतिले त्यो बलको रक्षा गर्न नसक्दा अङ्क गुमाएको छ 28-27। सर्भिस मालिकाबाट जाँदैछ नवज्योतिलाई। अब हेरौँ फेरि बराबर छ यो एकदमै रोमाञ्चक मोडमा चलिरहेको छ सल्लाह गरिरहेको जस्तो देखिन्छ। 28-28 बराबर। फेरि मालिकाले अङ्क लिएको छ 29-28। सिम्पल यो बल आउट भएसँगै यतिखेर मालिका माविले पहिलो सेट जितेको छ 30-28। रोचक प्रतिस्पर्धा र कडा भिडन्तका बीच यो खेल पहिलो सेट सम्पन्न भएको छ। यी खेलमा नवज्योति माविको 24 र मालिकाको 22 हुने बेलाकै नवज्योति माविले गुमाएको अङ्कले अहिले पहिलो सेटमा हार बेहोर्नु परेको छ र फेरि दोस्रो सेट सुरु हुँदैछ।
स्कुलले फुल म्यानेज गरे हुन्छ नि त्यसले हाल्छ एउटा होइन 4 नम्बर एउटा चाहिँ दुईजना उयो चाहिँ राम्रो सर्भिसमा योभन्दा 10 नम्बर भन्दा भेजमै रेस त राम्रो छ सानो फुक्के भन्छ नि त हालबार साइज आकर्मण छ नि बार्ला कर्म भन्दा माओवादीको दोस्रो सेटको पहिलो सर्भिस नवज्योतिलाई थियो र पहिलो अङ्क पनि नवज्योतिले नै प्राप्त गरेको छ। जर्सी नम्बर 3 का खेलाडी राजेन्द्र साईबाट सर्भिस जाँदैछ। ठिक त यार अन्त सर्भिस पनि कडा हान्न लाग्यो त्यसले उत्कृष्ट फिनिसिङ थियो यतिखेर नवज्योति माविको र यतिखेर अङ्क 2 भएको छ नवज्योति माविको। नवज्योति माविका खेलाडी राजेन्द्र साई फेरि सर्भ गरिरहेका छन्। एकदमै पावरफुल सर्भ थियो यो र फेरि यतिखेर बाहिरको खेलाडीले आज करोडलाई भित्र कोर्टबाट जम्प गर्न नमिल्ने हो जस्तो हाम्रो बुझाइ छ। र यतिखेर फेरि हेरिरहेका छौँ निकै नै राम्रो स्ट्राइक थियो र ब्लक आउट भएको छ। यतिखेर अङ्क थपेर नवज्योति माविको 3 मालिका माविको 1 छ। नवज्योति माविका किशोर भोल यतिखेर सर्भिसको लागि कम तयार छन्। पुरानो पनि थियो तपाईँ निकै नै राम्रो स्पाइक थियो मालिका माविको अङ्क 2-3 र मालिका माविका छात्रको स्पाइकलाई नवज्योति माविले प्रतिरक्षा गर्न सकेन र बल रिसिभ गर्न सकेन। अङ्क 2-3 फेरि मालिका माविका सेटर 10 नम्बर जर्सीका सेटर यतिखेर सर्भ गर्न र बल रिसिभ गर्न सकेन। यतिखेर अङ्क जोडेर नवज्योतिले 4 पुगाएको छ र मालिका माविको 2 छ। त्यसलाई पछाडि राख यार सेको ठाउँमा अर्कालाई यति बेला मालिका नमुनाले बल पठाउन नसक्दा फाइदा नवज्योतिलाई भएको छ। स्कोर रहेको छ 5-2। केन्द्र साई सर्भिसमा हुनुहुन्छ। हातसम्म राख्नुपर्छ खेलाडीहरूले बिचमा हात उठाउने नमिल्ने रहेछ। निकै राम्रो स्पाइक त्यतिकै राम्रो रिसिभ भएको छ मालिकाबाट। फेरि चान्स मिलेको छ यति बेला नवज्योतिलाई।
प्रेसिङ गर्न खोजेका थिए राम्रो थियो नि नवज्योतिका अक्कल नेपालीले सफल हुन सकेन 4-5 तुमको एक का भन्दा देखाएका थिए केही छन् क्या पर यहाँ आइगयो न यहाँ परे हात पानी हेर्दै जाने हिजो कमजोर टिम पाएर बिचरा उनीहरूलाई त्यो फुट्छ यहाँ जाउँदो ढल्या ढले छ उठाउनु बल कसरी उठाउँछ एकमै गएको वर्षै बिग्रियो क्या नहीं मैं तो भित्र उधर कुनामा त्यसै पहिले उहिले कमन देख्यो कति जना कोटा त घटाउनु पर्छ सात जना फोन के लिए न त बडा सही खेलेर रहेछ आउट आउट जस्तो छ पाँच लागि राइट त्यो हातमा बोल्छ पर जान्थ्यो बल आउट थियो धेरै माथि बल आउट थियो उसले ठिकै भनेको आइगयो उठाइहाल्यो त्यो सही उठाउनु पर्यो होइन त्यो माथि भएर उता गयो क्या तल भएको पनि त सही उठ्छ नि यति बेला अङ्क तालिकामा नवज्योतिले स्कोर 8 बनाएको छ मालिका 5 8-5 मालिका माइकी जय त ससुराले हो नि त बस्ने ससुराले अनि थाहा छैन भक्कको ससुरा दुईचोटि आउट भइसक्यो भइआउने बस्ने त हुँदैन स्कोर 9-6 नवीन बोलको सर्भिस छ यति बेला मालिकालाई कहिले हाइयो सही 10-6 यति बेला नवज्योतिले 4 अङ्कको फराकिलो अन्तर कायम गरेको छ सेटर र स्ट्राइकरको तालमेल नमिल्दा थोरै समस्या देखिएको छ नवज्योतिलाई त्यसको यो
जोशीको जोशीको पछाडि राम्रो उठाइरहेको मालिकाको सर्भिस रिसिभ गर्न 4 पोइन्टको 1 पोइन्ट सकेनन् नवज्योतिका खेलाडीले र अङ्क 9-10 फेरि एक अङ्कले पछ्याएको छ 4 अङ्कको फराकिलो अन्तरलाई पछ्याउँदै एक अङ्कको अन्तर छ यति बेला फर्स्ट अफ त्यो केटा रहेछ यिनीहरूको अहिले आयो यिनीहरू आइसक्यो जुत्ताको चेन्ज गरेर आउँछ सघाउने मात्र केटाहरू हान्नाले तल लाग्यो बोले प्रधानमन्त्री पद खाली बस्छ कहाँ बस्ने अङ्क 1 जोड्दै स्कोर 11 बनाएको छ नवज्योतिले 11-10 अहिले पनि प्रतिस्पर्धा भइरहेको छ 15 मा हुनु लाग्छ दुईचोटिले कन्ट्रिब्युट जित्नु पर्यो अनि एकचोटिले अङ्क बराबर छ यति बेला 11 बराबर एघार बराबर छ अङ्क रोचक प्रतिस्पर्धा छ यो खेल सुरुवाती चरणदेखि फकेन्द्र साइली बल पठाउन नसक्दा अङ्क गुमाएको छ नवज्योतिले र यति बेला मालिकाले 1 अङ्कको अग्रता कायम गरेको छ 4 अङ्कको अङ्क अन्तरलाई पछ्याउँदै मालिकाले 1 अङ्कको अग्रता कायम गरेको छ यति बेला होइन लयाटिकन खतरा छ यार हिजो खतरा नआएर सेकेन्ड हुन्छ सेट हो यतिखेर नवज्योति माविले समय लिएको छ सब टिम कम्बिनेसन राम्रो छ है यिनीहरू त्यही भएर नभए त राम्रो त उसरी हेर्ने भने यहाँको एकदम राम्रो छ यी अलि अब्दा छ यिनीहरूको टिम कम्बिनेसन भएन भने इन्सल्ट आएन अर्कोले बोल्यो त्यो मनमुटा हुन्छ अनि त्यस्तो केही छैन यी त अलिक रन्न यी त भए पनि हात मिलाउँछ ए रविको घन्टी बज्यो अहिले बालन पनि हेऱ्यौ त्यही त त्यही भने त्यो गलत हो हान भाइ हान हान
मालिका माविका सेटरले निकै राम्रो सेट बल दिएका छन् अन्त फेरि मालिका माविले थपेर 14 पुगाएको छ 3 अङ्कले पछाडि छ नवज्योति मावि फरमाइस गर्ने फरमाइस हुन्छ त के छैन त्यहाँ जुस जुस फेरि पनि नवज्योति माविको बल जालीमा अड्किन पुगेको छ लगातार अङ्क गुमाएको छ नवज्योति माविले यतिखेर नवज्योति माविका अकल नेपालीको स्पाइक जालीमा अड्किँदा अङ्क मालिकाले 15 पुगाएको छ ठिक छ राम्रो गर्यो यो धेरै काट्यो भाइ तिमीले अलि कम काट्यो फेरि नवज्योति माविको सकियो अङ्क पुगेको छ जिल्लाको हेर्न रमाइलो हुने हो बसबाट भागेको हुने हो कि त्यतिखेर रमाइलो 12-15 खतम गरिदिन्छ तिमीले कम जस्तो छ नवज्योति माविका सेटरले 10 नम्बर जर्सीका मिलन शाहीको निकै चलाखीपूर्ण खेल थियो र अङ्क जोडेर मालिका माविले 16 र नवज्योति माविले 12 पुगाएको छ र यतिखेर फेरि हामी देख्न सक्छौँ मालिका माविका 1 नम्बर जर्सीका खेलाडीले बललाई मिस गर्दा अङ्क थपिएको छ 13-16 फेरि पनि मालिका माविले अङ्क गुमाएको छ फेरि अङ्क जोडेको छ नवज्योतिले 14-16 जोडिएर आउँछ नि पालिका स्तरीय हुने हो नि त पालिका यसले पनि राम्रो खेल्छ पन्ध्र सोह्र आउट भएको छ यति बेला नवज्योतिले 15-16 बोलक भएर माथि हालेर होइन बोलक थियो भने ए उताकोले बोलक थियो भने ओइ बोलक थियो यो लास्ट हो हजुर लास्ट हो यो क्या नहीं त आधा लास्ट हो त्यसपछि पुरस्कार वितरण मेडल धेरै बाँडिसक्यो थोरै छ अब मेडल पनि नै धेरै बाँडिसक्यो कि पुरस्कार थोरै छ यति बेला नवज्योतिले अङ्क तालिकामा पैसा हुँदैन बराबर बनाउन सफल भएको छ 4 अङ्कलाई पछ्याउँदै आफ्नो अङ्क तालिकामा बराबर बनाएको छ 16 बराबर दोस्रो सेट पनि रोचक प्रतिस्पर्धा भइरहेको छ राम्रो स्पाइक थियो तर 1 मिनेटबाट 5 मिनेट जाली कट भयो दक्षिण नम्बर 4 का कमल जोशीको 1 अङ्कको अग्रता नवज्योतिले गरेको छ यति बेला 13 लाग्दैन 12 र 13 लाग्छ एकदमै चलाखीपूर्ण खेल मालिकाले खेलिरहेको छ 17 बराबर दक्षिण नम्बर 4 कमल जोशीको सर्भिस छ दक्षिण नम्बर 7
अब ठिक हो बराबर जानु पर्यो कक्र नेपालीको स्ट्राइक थियो नवज्योतिका खेलाडी अघि जस्तो ढुकढुक नै त्यति बेला नवज्योतिका अक्कलबाट सर्भिस जाँदैछ र सटान्ने पालो मालिकाको छ नवज्योतिले अङ्क गुमाएको छ रिसिभ गर्न नसक्दा बोल चाहिँ जो स्पिल छ 18 बराबर तालिकामा बराबरी अङ्क भइरहेको छ र खेल साँच्चीकै फाइनल खेल जस्तै भएको छ सुरुवाती चरणदेखि त्यो पोइन्ट सर्टै हान्नुपर्छ भनेर त्यो त मिल्ने बेला हान्ने पावर आनेपछि दुई आउने त्यही त राजेन्द्र साईको पावरफुल स्पाइक यति बेला नवज्योतिका जति नम्बर 3 सकिएर जित्यो भने केटा सकिएर जित्यो भने खालि इतिहास रहन्छ बरु हान्ने हो बरु आउटले टिम नै नकआउट हुने 19-18 एकदमै लकी बल यो मालिकालाई अङ्क गुमाएको छ मालिकाले र फाइदा लिँदै स्कोर 20 बनाएको छ नवज्योतिले 18 मालिका 2 अङ्कको अग्रता यति बेला गरेको छ यसो त पाइदैन 2 अङ्कको अग्रता नवज्योतिले गरेको छ यति बेला टाइम आउट मालिकाले गरेको छ एक सेटमा 2 पटक मात्रै टाइम आउट हुन्छ र उहाँको टाइम आउट पनि सकिएको छ स्कोर 21-18 छ 3 अङ्कको अग्रता नवज्योतिले गरेको छ र जसलाई पछ्याउन मालिकाले सङ्घर्ष गरिरहेको छ यति बेला मालिकाले अङ्क जोड्दै आफ्नो स्कोर बोर्डमा 19 बनाएको छ नवज्योति 21 4 पॉइंट अगाडि लगातार 4 दिइरहन्छ ब्लक भएको छ यति बेला मालिकाको र स्कोर 20-21 फेरि 1 अङ्कले पछ्याएको छ मालिकाले यति लकी बल थियो यो नवज्योतिका लागि स्कोर रहेको छ 22-20 2 अङ्कको अग्रता नवज्योतिले गरेको छ यति बेला र जसलाई पछ्याउन मालिकाले प्रयास गरिरहेको छ जर्सी नम्बर 11 का खेलाडी प्रकाश शाहीको पावरफुल स्पाइकले अङ्क जोडिएको छ मालिकाको 21-22 फेरि बराबर अङ्क आएको छ पहिला पोइन्ट लिड गर्यो भने लास्टमा पोइन्ट लिड गर्नु पर्यो के हिरो लेख्न लास्ट हुन्छ
पछाडि 1 नम्बर बाहिर छ नि जित्ताको खाली छ 1 नम्बर पछाडि आउट गर्ने छोड्यो अलिकता पनि लिनुपर्छ कि त्यहाँको फिक्स हुन्छ क्या त्यसको माथि तल जे पनि त्यसै पोइन्ट दिनुभन्दा त होइन छेकै हान्छ क्या अहिले त ल भाइ 24 बनाऊ त पर्खैमा छु हामी भाइ आएको हेडसर पनि हेडसर यो सेट जित्यो भने बिन्दास खेल्न पाउँछ एक सेट त दिले त्यसो सही तिनले 3 दिनु पर्छ नि त्यसो साथमा पनि महिला बोला भाइ घुम क्या लग्यो यार ठिक छ मिसन होला त एक दियो भने सक्यो यो सर्भिस जित्यो भने 5 यो पोइन्ट पनि लिनु पर्यो मान्छे काम गर्ने लगातार 3 जित्यो भने 5 दिनुपर्छ बेस्ट अफ खेलान्छ नि 5 खेल 3 ओ माय गॉड हम दियो डाइरेक्ट बारुला जेट जानु बारुला के हानिस ये आउट है ना सर्वफिनाइल आउट नहीं आउट सर्वफिनाइल आउट नहीं आउट रमाइलो भइरहेको आए पनि ठिकै हो यार यतिको मार्नु हो यार दर्शकलाई रमाइलो भइरहेको गर्नु पर्छ है चेक लगा बल भयो चेक 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 लाग्यो अच्छा उयो नि पहिले के होल्डरमा फाल्ने अहिले होल्डर छ नि बाहिर त्यहीको अघि पनि त्यस्तै भयो है 28 साह्रो होल्डरले जिताउँछ गेम होल्डर आयो सुक्को Where's that guy? Wow. जीते काम गर्यो
सबै हान्दा तर बाल्यमा प्र्याक्टिस गरे होला नि तल आएर त्यो 5 नम्बर हान्छ सर्ट हान्छ बिगाड्छ क्या बढी यहाँको 5 नम्बर यो 4 नम्बर नाही तर लक छ त्यसको हाम्रो पानी खाना खोल्छ है अलि माथि आउनु असुविधा छ सर्फेस कता भित्तो फोन नगर्नु अलि छैन अनि भित्तमा त बुढा लाग्यो क्याम्पसको तलको वालमा एउटा हुन्छ त्यो उठि जानु भयो जिल्ला होला उठि जानु फर्स्ट चाहिँ सर्टर 4 नम्बर रहेछ सेकेन्ड सर्टर 11 नम्बर रहेछ फर्स्ट सर्टर 10 नम्बर हो काले मैम ठिकै हो बिस्मिल्लाह से कबड्डीको केटाकेटीले नभए भलिबल बस्न याद आउट बल थियो होल्डर आफूले आउट लिन्छ होल्डर 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 आफै रिसन्छ आउट बल आफू लिन्छ उसलाई रिसाउँछ अब हान्छ यसले हान्दिन चाहिँ हान भन पानी ल्याउनु यहाँ पानी कहाँ छ ओ पानी छैन पानी स्यान्सन अब त जोसी गई इंग्लिश भाई रोक्न सक्ता नानीलाई ठिक छ छिटो फक्किन्छ हामी छिटो सेलिब्रेसनहरूलाई हामी छिटो सेलिब्रेसनहरू त्यही हो हाम्रो पनि त्यही हो पर 15 बक्तले एउटा बाटो घुमेर माथि आटी आउनुपर्छ यो चाहिँ दुईटा हुन्छ त्यो केटो यो सर्ट चाहिँ यो केटा तिनीहरू आफ्नो चान्स बिगाड्दा यो 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 गेम त्यो चाहिँ तालमेल मिल्दैन यता त्यता फेरि चल्छ अब आउनु भयो बचकाल हो ढुक्कसँग खेल्न लाग्यो 5-1 गयो यार भलिबलको कबड्डीको मोबाइल पनि चलाउनु पाइरहेको छैन के पो मोबाइल पनि चलाउनु पाइरहेको छैन पुरा सिल्ड कस्तो
पहिले हाने किन जित्नुपर्ने रमाइलो त हुन्थ्यो होइन एकचोटि नै जित्नु पऱ्यो बस बस बुढा मान्छे बस्छ किन उभिँदा यार बस बाहिरबाटै आउनु लाग्यो चान्स पायो यार फेरि ओहो के होला उडाले ठिक छ फुटाल्ने एक सेट जित्यो भने फेरि रमाइलो त हुन्छ बहुत से लागियो आज अरे पछि चिडिया भनौँ उनीहरूले जित्नु तेरो बुसेटी लक्की अब यो लैजा जितिल्नु भयो यार कन्टिन्यू 3 सेट जित्यो यसो हेर्दा त रुल्सहरू यिनीहरू भन्दा यसलाई बढी थाहा छैन त्यसो भने सिनियर भन्दा यिनीहरू बढी अनुशासित छ मुखमा लाग्यो क्यामेरा होबे गई माइक्रोफोन किन बन्द भयो माइक्रोफोन क्या त काममा लाग्यो क्या तिमी अन्त त्यो साउन्ड अब यसमा लाइट छ कि नै छैन कस्तो बल कट्छ यार छे अरे भाइको 4 पोइन्ट अगाडि 4 भाइको अब सक्दैन अब सक्दैन अब 4 दिन लिन्छन् बराबर हुन्छ फेरि 4 दिन लिन्छन् अब टाइम लिएकोले गर्दा भाइ दुम्मे खेरियो कति लिन अब एक खेरी हामी दुम्मे खेरियो पुरै म्याचको टिकट काटेको अगाडि 10 ओभरमा सक्यो भने क्या मजा आएन त्यही त हैन घन्टी बजाइसक्यो त्यही त हार्नु पर्यो भन्ने हो कि एक सेट हार्नु पर्यो मालिकाले बरु चौथो सेट जित्यो पनि यो सेट हार्नु पर्यो भन्ने हो हाम्रो होइन के लाइभ भइरहेछ थाहै छैन त है ठिकै छ के छैन बोनस रोटेसन त थाहा पाउनु पऱ्यो नि त कतिखेर पोइन्ट चेन्ज त्यही त होल्डरलाई थाहा रहेछ सबै कुरा दिए भए त भइहाल्छ सित्तैमा होल्डरको 4 नम्बर अलि उखालो छ मात्रै गर्ने भन्ने होइन हेर्दाखेरि त्यो संरचना त्यसको सेहरा
होल्डर 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 नाही के हालेले हजुर कुनको सपोर्टमा हो होल्डर हो नि न हामी त यसो हो टिम सपोर्ट गर्नु तर 12 जित्नुपर्छ भन्ने हो होइन जो जिते पनि भयो हामीलाई रमाइलो हुनु पऱ्यो भन्ने हो अरू पनि त्यही हो काम हो यही हो पनि सुविधा सम्पन्न भएको ठाउँको भन्दा होइन अलि विकटको ठाउँले जित्नुपर्छ भन्ने हो कि नभए हाम्रो त न टिम हो न यहाँ पालिका हो होइन कुन पालिका हो त बानीगढी मेरो ए आउट ठिक छ भाइ ठिक छ ठिकै छ हारे पनि केही छैन यो सेट यिनीहरूले हामीले टिकट त यार बेलुकासम्मको लागि काट्यो यार हो यो हो नि त तरिका हाने होइन यो फुच्चाले चेप्यो लो या त्यत्रो हाइट मान्छेलाई हातमा युज भयो हाइट हेर्नु नि यिनीहरू हाइट छ नि यहाँको भन्दा मैले भनेको रेजललाई चेन्ज गर्नुहुन्न कि चेन्ज गरेको थिएन रेज चेन्ज गरे नि त बरु अरू स्टाफ अरू रहेछ त्यहाँ रेज चेन्ज गरेर खतम अघि थियो भाइ अरूले लगाएको ए तेस्रो सेटमा त्यो सेटमा अरू चेन्ज गऱ्यो भने रेज कहिले चेन्ज गर्नुहुन्न तिनीहरू अलि नजिक बसेर तिनीहरू कुर्सी त्यो बेन्च बाहेक अलि टाढा राख्नुपर्ने हो कि खासमा बाहिर त्यो बल्याउनु पऱ्यो भने यिनीहरू राखेको नि पछाडि बसेछ नि त्यही भएर जित्ता गयो त्यही हो लाइन टच नयाँ चेकआउट भएको है बल बाहिर थियो बाहिर थिएँ बल बाहिर थियो चेकआउट भएको थोरै लाग्यो लाइन थोरै टच भयो राइट हुन्छ कि नै चेकआउट भएको क्या खासमा थोरै थोरै चेक लाग्यो चेकआउट भएको अहिले राष्ट्रपति रनिङ सिंहको छनौट प्रतियोगितामा यतिखेर भलिबलको अन्तिम खेल फाइनल खेल भइरहेको छ मालिका मावि र यो यार यो फुच्चा बहुत नौदुती राम्रो माविका बिचमा तीनजना ब्लक आएर 11 बजेर हुन्छ 11 अङ्कका साथ मैदानमा मालिका मावि छ र 7 अङ्कका साथमा नौदुती मावि छ नौदुती माविले लगातार 3 सेट जित्नुपर्ने दबाब चाहिँ छ नौदुतीलाई भने मालिका मावि प्रेसर कम छ यद्यपि दुवै टिमले आफ्नो खेल कौशल यो 10 नम्बर टिममा पर्छ होला यार बहुत राम्रो खेलिरहेको छ यसले यार को 10 नम्बर यो लिफ्ट हुन्छ यो 3 जना आउँछ यहाँबाट यो टिमबाट राम्रो खेल एक रेज आउँछ एक होल्डर आउँछ र नौदुती माविको सर्भिस आउट भएको छ 12-8 मालिका मावि 12 नौदुती मावि 8 यस्तो राम्रो कहाँबाट आएर यार होल्डर छोड्छ होल्डर ल होल्डर चाहिँ घोडा छ उत्कृष्ट प्लेयर घोषणा गर्नुपर्छ यसलाई यार होल्डरलाई त उत्कृष्ट प्लेयर होल्डर र फेरि अङ्क थपेको छ होल्डर काम गरेकै होइन यार मालिका माविले 13-8 मालिका माविका लिब्रो 14 नम्बर जर्सीका खेलाडीले आफ्नो निकै राम्रो प्रदर्शन गरिरहेका छन् अनुशासन छ कि त्यो होल्डर होल्डर निकै नै मेसेज स्विच अफ गरिदियो मालिका मावि 8 मै स्विच अफ अङ्क थपेको छ 14-8 सही टाइममा टाइम त माग्नु अब अन्तिम आएपछि माग्नु पाउने नि त 7 घन्टीले पास टाइम पनि लागेको छ यो खेलको प्रचार हो अब यसपछि टाइम लिनु छैन नौदुतीले नौदुती माविलाई यो खेल
फाइनलमा प्रथमको लागि भइरहेको बार्लाको नमुना मालिक नमुना भइसक्यो नि लगातार 3 सेट जित्नुपर्ने दबाब छ मालिका माविले अब एउटा सेट फुल्ली सेटअप छ क्या इक्विपमेन्ट सबै सेटअप छ नि प्रथम हुनेछ र यो छनौट खेल पनि हो त्यसो भएको हुनाले मेयर र तारा पछि छ नि त खेललाई लगायो भने जाउँ राम्रो खेलाडीहरूले प्रदर्शन गरिरहेका छन् नभए फिल्ममा नाम बनाएर त जहिले फिल्मै हो त आइसक्यो हातमा त्यो रूप चाहिँ र यतिखेर फेरि मालिका माविका त्यसलाई रेजै मिलाएको थिएन के खानु जाने अहिले त्यो बल चाहिँ त्यसले पढाउनु पनि सक्छ के त्यो बल अहिले अङ्क थप्दै 9-14 9-9 मालिका 14 जा हो रेजले हाने कडा 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 छोड छोड आइ घुँडो घुँडो परास्त गरेको केटा मालिका माविका त्यो मुभ हालिदिनु पर्ने हो त्यसको पछाडि हाल्नु यसको ब्याट्री स्प्रे स्प्रे चेन्ज गरिदिनु होला माइक्रोफोन त सबैले मालिका मावि तर्फ छ बल 4 नम्बर बक्सको निकै राम्रो स्पाइक थियो र फेरि बल लाग्न सकेन नौजती माविले बललाई आफ्नै पोलमा झारेको छ 15-10 यस्तोको डाइरेक्ट त्यही हो त्यो 18 नम्बर पनि बल त गएको पनि लिँदो रहेछ है राम्रै र फेरि पनि बल जाडमा त्यो भनेको रेज नमिल्यो भने हान्न अड्किएको छ घुम पिलिएछ बल र यतिखेर 10 नम्बर जर्सीका शेखरलाई कसले 10 नम्बर पहिलो कार्ड पाएका छन् जर्सीबाट खेलभित्र सबै शब्दहरू खेलाडीले प्रयोग गर्नुहोला र खेलभित्र खेलिरहेका खेलाडीहरूले असभ्य शब्दहरू भाषाहरू प्रयोग चाहिँ नगरिदिनु होला र वार्निङ दियो भने टिम 10 नम्बर अब रिसाइ गयो खसेको छ र अङ्क जोड्दै अहिले नवज्योति माविले आफ्नो अङ्कमा सुधार गर्दै 12 पुगेको छ 3 अङ्कले यद्यपि अझै मालिका माविले लिड गरेको छ अर्को अङ्क जोडेको छ नवज्योति माविले र यतिखेर समय माग भएको छ मालिका माविका तर्फबाट अङ्क 13-15 2 अङ्क मात्रै पछाडि छ नवज्योति मावि नवज्योति मावि र मालिका माविका बिचमा भइरहेको रेजर लियोगे इससे होने से क्या रेड कार्ड पाया कर लियो रेड कार्ड पाया कर लियो फेरि अङ्क थपेको छ नवज्योति माविले र नवज्योति माविले आफ्नो अङ्कमा निकै भारी सुधार ल्याउँदै करिब करिब मालिका माविलाई कुनै आँटेको छ यतिखेर फेरि सबै अङ्क बराबर बनाएको छ नवज्योति माविले 15-15 अङ्क बराबर बनेको छ 15-15
अझ पनि 22-25 मा जाने हो गेम र यतिखेर फेरि मालिकामा अभिले अङ्क जोड्दै 16 पुगाएको छ नवज्योति पन्त सर्भिस जर्सी नम्बर 10 बाट जाँदैछ नवज्योतिलाई यो खेल निकै प्रतिस्पर्धा भइरहेको छ निकै राम्रो रिसिभ गरेका छन् नवज्योतिका खेलाडीले चान्स बल मिलेको छ यति बेला नवज्योतिलाई बल आउट हुन पुग्यो जर्सी नम्बर 2 अझ 4 कन्टिन्यू 17-15 17 रन लाग्यो 17 काट्यो अब 17 भएको थियो अघि पनि एकचोटि फेरि थपेको छ नवज्योतिले 16-17 यसो हुन्छ क्या फत्त 16-17 ए तिनीहरू ऊपर बसेर रहेछ नि त हैन 18 नम्बर 4 नम्बर जर्सीका स्ट्राइकरको थियो होल्डरले 20-22 सम्म बनाउँछ होला सिधै लाग्नु पर्यो अङ्क 18-16 छ विकेट निकै राम्रो प्लेसिङ भयो 7 नम्बर जर्सीबाट नवज्योति माविका चक्र नेपालीबाट र अङ्क थपेर 17 एक अङ्क बढी छ हाम्रो माविका माविको कुनै फोन गरे कालीकोटमाबाट लुम्चुमबाट फोन आयो कडा बाउन्ड्री विकेट बाउन्ड्री विकेट बल आउट हुनु पुग्यो अङ्क 19 विकेट गएछ 19-17 नवज्योतिको दल फेरि जालीमा अड्किएको छ अङ्क 20-17 3 अङ्कले अगाडि छ मालिका मावि मालिकाले लगातार अङ्क थप्दै 21 पुगाएको छ र नवज्योतिको 17 छ र अङ्क ब्लकआउट भयो नवज्योतिले 18-21 अड्किएको छ यतिखेर नवज्योतिको अङ्क 19-21 2 अङ्कको फरक छ खेल निकै प्रतिस्पर्धामा चलिरहेको छ बोल्नु त फिल्म बनाउने हो युट्युबमा आएछ नि तँलाई एक घन्टा मात्रै हो 1 घन्टा बनायो नबोल्ने सुनिन्छ अगाडि
फेरि बल जालीमै अड्किएको छ। 20-21 एक अङ्कको फरक छ। बेस्टमा जाँदा भयो पनि एक अङ्कको फरक छ। मसम हुन्छ कहिले के केटाहरू यार खतरनाक रेसिम छ यहाँ। होल्डर हान्नु पर्यो होल्डर अब हान्यो कि अन्डर कि आउट। होल्डरको चलाकी बुढो खेलाडीले अङ्क थपेका छन् 12-22-20। ओहो निकै नै राम्रो हो। त्यतिखेर अङ्क 21-22 भएको छ। एक अङ्कको मात्र फरक छ। खेल निकै नै रमाइलो भइरहेको छ। और जोश आना है कितना है अझ 25 बजाउनु भयो। 23-21 अङ्क तपाईँको छ। नवदुर्ग माविले 22-23। बेस्टमा जाने हो यो खेल पश्चात सम्पूर्ण श्री महानुभावहरू मञ्चमा गइदिनु होला। र 24-22 छ यतिखेर। मालिका माविका लागि यो बल जिम्नास्टिक अन्तिम रहनेछ। नेतज भएको छ मालिकाको खेलाडीको। 23-24 नवज्योति माविको अङ्क। र यतिखेर नवज्योति माविबाट प्रवेश जाँदैछ। निकै नै यो नवज्योति माविका लागि यो बल चाहिँ लाभ गरेको छ यो बलले। र दोस्रो टाइम दिएको छ मालिका माविले। र नवज्योति माविले यो अङ्कसँगै खेलले फेरि नयाँ मोड लिएको छ। गीतको साउन्ड अलिक कम गरिदिनु होला। यो अङ्क फेरि छापेको छ नवज्योति माविले। र नवज्योति माविका लागि यो पोइन्ट सेट पोइन्ट हुनेछ।
नवज्योति माविले यो पोइन्ट लियो भने सेट पोइन्टको रूपमा यो पोइन्ट रहेको छ नवज्योति माविको लागि यही बेला अङ्क गुमाएको छ नवज्योति माविले 25-25 जालीमा अड्काएका छन् फेरि अङ्क बराबर बनेको छ म्याच इन्डियाले जितिसके म्याचलाई गर्दियो पासपल्ट आयो कहाँबाट आयो बल आकाशमा हुँदा गीतको साउन्ड कम गरिदिनु होला होइन यताको फल्छ त यति बेला फेरि बल घुसी गर्न सकेन र अङ्क भएको छ मालिका माविले 26-25 मालिका माविका लागि यो पोइन्ट म्याच पोइन्ट हुनेछ निकै राम्रो स्पाइक भयो नवज्योति माविबाट 26-26 बराबर दुवै टोलले 2 अङ्क लिनुपर्ने हुन्छ निकै नै प्रतिस्पर्धाका साथमा चिनेका गेम चाहिँ चलेका छन् एकदमै सामान्य बल पनि रिसिभ गर्न सकेन र यतिखेर अङ्क थपेको छ मालिका माविले 27-26 मालिकाको यो म्याच पोइन्ट हो मालिका माविले अङ्क पुऱ्याएको छ फेरि राष्ट्रपति रमेश लगातार 3 सेट जितेर मालिका मावि आफ्नो सेलिब्रेसन गरिरहेको छ सम्पूर्ण शिशुहरू खेलाडी साथीहरू सम्पूर्ण विद्यालयका शिशु चरहरू मञ्चको तर्फ केन्द्रित भइदिनु हुन अनुरोध छ मञ्चको तर्फ केन्द्रित भइदिनु सबैलाई अनुरोध छ मालिका माविले भलिबल अन्तर्गत लगातार 3 सेट जितेको छ